सबैजनालाई नमस्कार। म सुजन आज फ्ल्यासटेकबाट। आज हामी यो भिडियोमा फ्ल्यास अकाउन्टिङ सफ्टवेयरभित्र पर्चेज इन्भोइस कसरी क्रिएट गर्ने, त्यसको रिपोर्ट कसरी हेर्ने र स्टकमा कसरी हिट हुन्छ, अलेजरको कुराहरू, यी सबै जानकारीहरू चाहिँ लिन जाँदैछौँ। सो भिडियोलाई सुरु गरौँ। सो फर्स्टमा हजुरले देख्नु भएको यो लगइन प्यानल छ, जुनमा हजुरले आफ्नो कम्पनीको नाम, युजर नेम, पासवर्ड टाइप इन गरेर लगइन गर्नुहोस्। सो वन्स लगइन गरिसकेपछि जम्प पर्चेजतिर कन्ट्रोल क्यू गरे पर्चेज इन्भोइस। सो हजुरले देख्नु भएको यहाँनिर हाम्रो दुईवटा टाइप अफ डेटको इनपुट हुन्छ। एउटा हजुरले मितिमा नि इन्ट्री गर्न सक्नुभयो भने अर्को डेटमा पनि इनपुट गर्न सक्नुहुन्छ, इङ्ग्लिस डेटमा। अब यसमा राखौँ मैले इन्भोइसको नम्बर, रिफरेन्स नम्बर। सो यहाँनिर हाम्रो भेन्डर हुन्छ। सो भेन्डरमा चाहिँ हजुरले नयाँ क्रिएट गर्न कन्ट्रोल क्यू गर्नु पाउनुभयो। एड लेजर, फोन नम्बर राखेँ, एड्रेस नक्सल। सो मैले यहाँ क्याटेगोरी सेलेक्ट गरेँ भेन्डर। सो वन्स हजुरले भेन्डर सेलेक्ट गर्ने बित्तिकै एज पर अकाउन्टिङ यसको अकाउन्ट ग्रुप अटोमेटिकली सन्डे क्रिएटर्स भनेर देखाउँछ र मैले यसलाई सेभ गरेँ। अब मैले एआरबी इन्फोसिस सेलेक्ट गरेँ भने मेरो यहाँ आयो। सो हजुरले अब नेक्स्ट देख्नु भएको क्यासब्याक अकाउन्टमा चाहिँ हजुरको यो बिल टाइप चाहिँ के हो, हजुरले क्रेडिटमा किन्नु भएको हो कि या फुल पेमेन्ट गर्नुभयो कि, त्यो स्ट्याटस राख्ने बित्तिकै हजुरको अटोमेटिकली अकाउन्टिङको आफ्नो आफ्नो सेक्सनमा गएर हिट हुन जान्छ। सो अहिले म क्रेडिट राख्न जाँदैछु। अब नेक्स्ट पार्ट हजुरको प्रोडक्ट आयो। सो प्रोडक्टमा हजुरको एक्जिस्टिङ प्रोडक्ट छ भने सर्च गर्दा देखाउँछ, छैन भने हजुरले नयाँ प्रोडक्ट क्रिएट गर्न पाउनुभयो। त्यसको लागि म एउटा प्रोडक्ट एड गर्न जाँदैछु। त्यस्तै गरी मैले ग्रुप पनि एड गरेँ। त्यस्तै गरी प्रोडक्टको ब्रान्ड, यसको सेल्स प्राइस, पर्चेस प्राइस र युनिट। सो वन्स यो सेलेक्सन गरिसकेपछि हजुरले राइट साइडमा देख्नु भएको यो फिल्टरेसन या टगल बटनको काम के हो त, जति पनि हजुरले प्रोडक्ट क्रिएट गर्नुहुन्छ यो हजुरको प्रोडक्ट टाइप चाहिँ के हो, इन्भेन्ट्री हो कि सर्भिस आइटम हो कि फिक्स एसेट हो। सो यसको बारेमा अझै जानकारी डिटेल भिडियो हेर्नलाई चाहिँ हजुरले पार्ट 1मा गएर हेर्नुपर्ने हुन्छ। हजुरलाई कुनै पनि कन्फ्युजन छ भने त्यहाँबाट गएर हेर्न पाउनुभयो। सो मैले यसलाई सेभ गरेँ। त्यस्तै गरी सुम्नी गरेँ भने यो आयो। हजुरको डिस्काउन्ट मैले राखिनँ। सो हजुरको यहाँनिर एउटा भ्याटको जुन टिक गर्नेवाला एउटा सेक्सन छ, हजुरले इफ यो प्रोडक्ट नन भ्याट हो भने हजुरले प्रोडक्ट बनाउँदाखेरि भ्याटमा नो गर्न पाउनुभयो भने, यदि यो चाहिँ इन्ट्रीमा हजुरलाई भ्याट अमाउन्ट लागेर आउनु छ भने त्यसमा हजुरले भ्याटलाई टगल गर्न पाउनुभयो। सो हजुरले देख्न सक्नुहुन्छ यसको अमाउन्ट अटोमेटिकली यहाँ बढेर आइसक्यो। सो एज युजल त्यस्तै गरी मैले अरू प्रोडक्ट पनि एड गर्न जाँदैछु। फ्ल्यास एनुअल पोस्ट भिडियो। सो वन्स यो सेलेक्ट गरेँ, यसमा मैले ब्रान्ड एड गर्न जाँदैछु। प्राइस मैले राखेँ 35,000, यसमा 25,000। सो वन्स यो राखिसकेपछि मेरो यहाँनिर यति भ्याट मैले इनेबल गरेँ भने हजुरको इन्ट्री गर्दा फेरि त्यो प्रोडक्टमा भ्याट अटोमेटिकली लागेर आउँछ, जुनमा चाहिँ हजुरको यो गरेँ। सो हजुरले देख्न सक्नुहुन्छ यसमा अटोमेटिकली भ्याट टिक गरेर आयो। मैले यो टगल बटनबाट इनेबल र डिजेबल पनि गर्न मिल्छ। सो यसलाई इनेबलै गरौँ। सो वन्स यो सेभ भइसकेपछि हजुरको अहिलेको टाइममा एमआरपीको बारकोड टाल्नै पर्ने भन्ने गभर्मेन्टले जुन नियम निकालेको छ, त्यसको लागि हामीले पर्चेजबाट एकदम सिम्प्लिफाइड भर्जन बनाउँछौँ, जुन चाहिँ हजुरले सेभ एन्ड प्रिन्ट गर्नुभयो भने हजुरको अटोमेटिकली यो आइटमको कतिवटा बारकोड चाहिने यसबाटै प्रिन्ट गर्न मिल्छ, जुन चाहिँ हजुरले डिजाइन पनि सेलेक्ट गर्नु मिल्छ। सो अब यसको त हामीले इन्ट्री गऱ्यौँ। अब जम्प सेल्सतिर, सेल्सको लागि मैले फेरि कन्ट्रोल क्यू गरेँ, सेल्स इन्भोइस। सो हजुरले देख्न सक्नुहुन्छ डेट सेलेक्ट गरिरहेको छु। यसमा मैले बिल यो राखेँ। त्यस्तै गरी मैले फ्ल्यासटेक कम्पनीलाई क्रेडिटमा बेचेँ, दुईवटा बेच्न जाँदैछु। त्यस्तै गरी फ्ल्यास ह्यान्डलको मैले अर्को बेच्न जाँदैछु। सो मैले सेभ गरेँ। सो वन्स सेभ गरिसकेपछि हजुरले यो A4 साइजको बिल पनि हजुरले कस्टमरलाई सेयर या प्रिन्ट गरेर दिन सक्नुहुन्छ। सो यसलाई मैले काट्दैछु। अब यसको सेल्स र पर्चेज त हामीले इन्ट्री गऱ्यौँ र यसको स्टक रिपोर्ट र सेल्स रजिस्टर रिपोर्ट र पर्चेज रजिस्टर रिपोर्ट हेर्न जाँदैछौँ। सो हजुरले बेसिकली यहाँनिर पर्चेज रिपोर्टमा इन्भोइसमा सेलेक्ट गर्नुभयो भने हजुरको एउटा पपअप आउँछ, जुनमा चाहिँ हजुरले डिफ्रेन्ट काइन्ड अफ फिल्टर युज गरेर
गरेर त्यो रिपोर्टलाई हेर्न सक्नुहुन्छ। सो हजुरले फर्स्टमा यो डेट देख्न सक्नुभयो, यसमा टुडे, यस्टरडे, करेन्ट विक, अकाउन्टिङ पिरियड यो सेलेक्ट गर्न पाउनुभयो। सो टुडे गर्दैछु, हजुरको इफ मल्टिपल ब्रान्च छ भने ब्रान्च वाइज पनि ट्यागिङ गर्न पाउनुभयो। सो प्रोडक्ट वाइज पनि ट्यागिङ गर्न पाउनुभयो। अहिले म अरू फिल्टर केही पनि युज गर्दिनँ, सिम्पली मैले यो हेर्दाखेरि हजुरले देख्न सक्नुहुन्छ। सो यसमा चाहिँ हजुरको डिफ्रेन्ट काइन्ड अफ फिल्टरहरू पनि हामीले दिएको छौँ जुन चाहिँ युज गर्न सक्नुहुन्छ। अब यसको लागि मैले डिटेलमा हेर्नु पऱ्यो भने मैले टगल गरेँ भने मेरो यो पर्टिकुलर बिलमा चाहिँ यो भेन्डरसँग के पर्चेस गरेर रहेछु त्यो सबै डिटेल आउन जान्छ। त्यस्तै गरी हजुरको सेल्सको रिपोर्ट हेर्न जाउँ, सेल्सकोमा रिपोर्ट, इन्भोइस, सेम कुरा छ यहाँ पनि हजुरको डेट फिल्टर नै हुन्छ, ब्रान्च वाइज नै हुन्छ र प्रोडक्ट वाइज नै हुन्छ। सो मैले यसलाई यहाँनिर हेऱ्यो भने हजुरको जुन रिपोर्ट पर्चेजमा थियो त्यस्तै ढाँचामा यो रिपोर्ट सेल्स इन्भोइसमा पनि सेम छ। सो हजुरले देख्न सक्नुहुन्छ। जुनमा हजुरको सेल्स इन्भोइसको डिटेल्स सेक्सन यो भयो। अब जाउँ हामी स्टक रिपोर्टतिर। सो हजुरले माथि स्टक रिपोर्टमा स्टक लेजर भन्ने हुन्छ, जुनमा चाहिँ हजुरले यो पर्टिकुलर प्रोडक्टको के भएको थियो, ओभरअल ट्रान्जेक्सन, इन कति, आउट कति, ब्यालेन्स कति। त्यस्तै गरी हजुरले यो फ्ल्यास ह्यान्डल पोस्ट भर्जन 2 वाला नेगेटिभमा देख्नु भएको छ, किन भन्दाखेरि हामीसँग त्यति स्टक थिएन, हामीले सेल्स गऱ्यौँ। सो अब यसको इन डिटेल ट्रान्जेक्सन डिटेलहरू हेर्न चाहिँ हामीले यो पर्टिकुलर प्रोडक्टमा डबल ट्याप गऱ्यौँ भने हाम्रो यहाँ डिटेल्स देखाउँछ। सो हजुरले देख्न सक्नुहुन्छ PI 001बाट चाहिँ हाम्रो पर्चेस थियो भने हामीले यो फर्स्ट नम्बरको बिलबाट इस्यु गर्दाखेरि स्टक नहुनुको कारणले गर्दा माइनसमा गयो। सो त्यस्तै गरी जाउँ हामी अलेजर रिपोर्टमा, कन्ट्रोल क्यू गरे अलेजर। सो यो देख्न सक्नुहुन्छ। सो हामीले अघि ARB इन्फोसिसबाट हामीले लगभग यतिको पर्चेस गरेका थियौँ भने हाम्रो फ्ल्यासटेकमा यतिको हामीले सेल्स गरेको थियौँ। सो बेसिकली मलाई इन्डिभिजुअल लेजर हेर्नको लागि फिल्टर मैले एफ थिचेँ। सो यहाँनिर फ्ल्यासटेक भन्ने लेजर सेलेक्ट गरेँ, त्यस्तै गरी ARB र त्यस्तै गरी क्यासको। सो हजुरले यो 3टा लेजरको डिटेल देख्न सक्नुहुन्छ। सो ओपनिङ हाम्रो 10 लाख छ, हामीले यो पार्टीलाई यति पे गर्नु छ भने फ्ल्यासटेकसँग हामीले यति रिसिभ गर्नु छ। सो बेसिकली अहिले मैले पेमेन्ट फर्स्टमा ARBलाई पेमेन्ट गर्छु र सेकेन्डमा फ्ल्यासटेकबाट पेमेन्ट रिसिभ गर्छु। कन्ट्रोल क्यू गरेँ, क्यास ब्याङ्क भाउचर। सो हजुरको यहाँ पेमेन्टको सोर्स भयो, केबाट रिसिभ गर्न जाँदै हुनुहुन्छ या केबाट पेमेन्ट गर्न जाँदै हुनुहुन्छ। अहिले म क्यासबाट ARB इन्फोसिसलाई पेमेन्ट गर्न जाँदैछु 50,000। नेरेसन खोले। सो यो सेभ गरेँ। सो यो देख्न सक्नुहुन्छ हजुरको वान्स पेमेन्ट हजुरले इस्यु गर्नु भइसकेपछि हजुरको यो पेमेन्ट भाउचर आइसक्यो। त्यस्तै गरी मैले ARBसँग पेमेन्ट रिसिभ गर्न फ्ल्याससँग पेमेन्ट रिसिभ गर्न जाँदैछु। सेभ गरौँ र यसको रिपोर्ट हेरौँ। कन्ट्रोल क्यू गरेँ, अलेजर, यहाँनिर सिलेक्ट गर्न जाँदैछु क्यास, ARB इन्फोसिस, फ्ल्यासटेक। सो हजुरले देख्न सक्नुहुन्छ ARB इन्फोसिससँगको हाम्रो पर्चेस भनेको 4,35,050 को थियो भने हामीले उहाँलाई 50,000 पेमेन्ट गरिसक्यौँ क्यासबाट। अब बाँकी भनेको यति पे गर्न। सो हाम्रो क्यासको ओपनिङ हेर्दाखेरि 10 लाख थियो, ARBलाई हामीले 50,000 पे गऱ्यौँ र फ्ल्यासबाट हामीलाई 40,000 आयो। अब बाँकी रह्यो हाम्रो ब्यालेन्समा यति। त्यस्तै गरी हामी फ्ल्यासटेकको रिपोर्ट हेर्न जाँदाखेरि हामीले लगभग 1,49,000 को पेमेन्ट रिसिभ गर्नुपर्ने थियो, त्यसमा हाम्रो पार्सल 40,000 आयो, रिमेनिङ भनेको 1,09,100 छ। सो यो रह्यो हाम्रो अलेजर रिपोर्ट। आजको लागि यति नै। अझै पनि हामी अर्को भिडियोमा धेरै जानकारी लिएर आउनेछौँ। आजको लागि धन्यवाद।